एकै छाक पारे मैले 4000 बस्ने ठाउँमा आइपुगेका छौँ। गुडनेस यस्तो हामी अब यो उपदनगढीबाट 6 किलोमिटरको दूरीमा छ यो ठाउँ। हामी गैरीबारी चोक र शक्तिखोर जाने यो चोकमा छौँ। यताबाट देब्रे साइड चाहिँ गैरीबारी र दाहिने साइड चाहिँ हामी अब शक्तिखोरतर्फ जाँदैछौँ। शक्तिखोरबाट अब फेरि हामी हेलो बहिनी उपरदानगढी जाने कहाँबाट हो? उपरदानगढी के यताबाट हो? ए ल हामी अब उपरदनगढी जानुको लागि उकालो चढ्यौँ, तर उकालो लास्टै उकालो छ। 1 नम्बर गियरले तानिरहेको छ। लास्टै उकालो, गाडी त छाडै भयो यार। ठाडै उकालो छ अझ। क्यामेराले खिच्दा चाहिँ त्यति ठाडो देखिँदैन। बाबा अब 4 किलोमिटर ए हैन 40 बाटो या डेन्जर सो ब्युटिफुल नेचर राइट। देखेन वाओ बाबाले इंग्लिश बोल्दिनु भएको रे। ओहो मलाई त सिरिङ लाग्यो तल हेर्दाखेरि त यार यता गाडी स्वर्गमै हात लाग्यो। त्यो सलिड ठाउँ हेर्नु। अहिले बिस्तारै Beta, can you speak English? Yes. Okay. Who are you? Where are we going now? I'm going now. No, if I ask you where we are going, not I am going. Where are you going? भन्यो भने बल्ल I am going है। Oh my god, हेर त स्वर्ग जस्तो यार। यो शेरबास नाम हुन गएको पक्कै पनि यहाँ शेर यानी कि बाघ बस्थ्यो होला पहिला। लाइन भएर शेर बास भनेर यहाँ शेर रहेछ। उ एकजना बाजे शेर। लाइन और टाइगर यस्तो ठाउँ हाम्रो लाइन। अब एक दिनै भने नि हामी राजा बसेको ठाउँमा बस्छौँ, हामी पनि राजा हुन्छौँ है। वाह एकछिनको लागि वाह। अब राजा बसेको ठाउँमा गएर बस्न पाउनु पनि सौभाग्य हो। किनकि म यो राजा। तिमी नै हो राजा भविष्यको है। अहिले यो देश तिमी किङ के को किङ हुन्छौ? यो सबै देशको किङ कोब्रा चाहिँ नहो है। ल है अब हामी जानुपर्ने बाटो त्यही हो। उता पारी देखेको तल हेर्न कस्तो खतरा यार। तल हेर्न त एकैचोटि यहाँबाट हो यो बाटो हेर्न, दुईतिर डाँडा बिचमा बाटो कि यहाँ यता नि यता पनि डाँडा यता पनि डाँडा है बिचमा सलिड कि धार। चौतारा गाउँघरतिर चौतारा जे भने पनि हुन्छ। बिस्तारै स्लो गर्नु। यहाँ हाम्रो नानीहरूलाई यसो इन्टरभ्यू लिनु पर्थ्यो। म गर्ने कि गुरुङ नि हो, चुर्का नजाइदिनु पर्थ्यो। गइहाल्यो खैँचो ल्याएर ट्याङ्की ठोक्नु पर्ने होइन। एउटा गाडी आधी झाँका त गयो त्यो गाडी तलै गयो क्या हो यार। उ त आज देखेको मैले रोकेर भनेको तल जस्तो लाग्थ्यो मलाई। यहाँ गाडीहरू जान सकेको छैन है, कसरी जाने अब। यहाँसम्म चाहिँ पिच रहेछ, यहाँबाट चाहिँ अफरोड रहेछ है, त्यस्तो रहेछ। अब हामी जान त जान्छौँ, तर कसरी जाने हो भन्ने कुरा थाहा छैन। बाबु
उपर दानगढी आइपुगेका छौँ, जहाँ चाहिँ हामी एकदम इजी तरिकाले आयौँ, तर बिचमा हामीलाई अलिकति गाह्रो असजिलो छ भनेर हामी एकछिन अगाडि बसेको को हैनहरु हिरोइन जस्तै भएर बसेको यार। अंकुशेले तानौ कि के हो यो टाराले हानौ। म त खान्छु, यता हेर न, हेर त यहाँ हेर न, म खान्छु कि हेर। आइसेलु यसलाई हुन्छ आइसेलु। आइसेलु 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 आइसेलुले तानौ रे अब। को हो तिमीहरू यसरी चरी चिटिक्कै भएर बसेको? यो उपर दानगढी चितवनको शाहराजाहरू बस्ने ठाउँमा आइपुगेका छौँ। एमी वाइ आर सो स्याड, नो स्माइल, नो फोटो, नो भिडियो। बुढाबुढी कहाँ गएर आएको? लोभ पारेर आएको। एकै छाक पारे मैले। देखाउनु पर्छ, खुट्टा देखाउनु पर्छ। पागलहरु त्यसरी होइन कि ठाडो। यो लालीगुराँस रिसोर्टमा आएर बसेका छौँ हामी है। सबै आफ्नो आफ्नो मोबाइलमा व्यस्त छोरे। अलि उता जाऊ बेटा, न हल्ला है। ल उफ्रे उफ्रे, यसो गर न, हात माथ। हामी उपर दानगढीबाट 6 किलोमिटर गाडीमा आएर रिसोर्टमा बस्यौँ र रिसोर्ट माथिको डाँडा हो यो डाँडामा चाहिँ प्रजा जातिको बसोबास रहेको छ भने यता देखिएका डाँडा काँडाहरूमा चाहिँ गुरुङ बस्तीहरू रहेको छ सुन्नमा आए अनुसार। तर गाउँको नाम चाहिँ थाहा भएन र यता एकदमै रमणीय दृश्य हेर्न सकिन्छ। डाँडा पछाडि चाहिँ गुरुङ गाउँ देख्न सकिन्छ। यहाँ के गाउँ हो नाम थाहा छैन। यतापट्टि पनि पुरै गाउँ छ, निकै नै हाइटमा रहेको छ। लालीगुराँसहरू टन्नै पाइँदो रहेछ। यहाँ अर्गानिक सिस्नु के गरेको तिमीहरू यहाँ यस्तो हाइटमा आएर? कति राम्रो सिस्नु, कति कालो मल्केको प्लास्टिक मागेर सिस्नु टिपेछ है। किनभने सुन्नमा आए अनुसार सागभन्दा सिस्नु चाहिँ एकदम शरीरको लागि फाइदाजनक र गुणकारी एकदम गुणकारी हुन्छ भनेर हामीले सिस्नु टिपेका छौँ। सिस्नुले टोक्यो रे यहाँ ऊ। हामीलाई त पोल्थ्यो कसैले टोक्दो पनि रहेछ है यो सिस्नुले। किन यहाँ सिस्नुमा किरा हुँदो रहेछ। यही किराले टोक्यो होला है। कहाँनिर कता गयो किरा? कहाँ गयो किरा? भर्खर यहीँ थियो त। यहाँ किरा हामी उपर दानगढीबाट 6 किलोमिटर यता आएर लालीगुराँस रिसोर्टमा बसेका थियौँ। अब त्यसको भोलिपल्ट हामी फेरि पुनः उपर दानगढीतर्फ फर्किँदैछौँ। अहिले हामी फेरि ओह्रालो झरिरहेका छौँ उपर दानगढी जानको लागि। यहाँको बाटो पिच भए तापनि एकदमै ओह्रालो र कहीँ एकदमै उकालो।
क्यामेराले चाहिँ त्यति उकालो ओह्रालो चाहिँ देखाउँदैन, तर बाटो एकदमै डेन्जर छ। तल हेर्दाखेरि कतै कतै चाहिँ टाउको नै रिगाउँछ। अटोमेटिक उसमा आउँदो रहेछ कि 05 मा। ल हामी के अरे तेर्सेबाट शक्तिखोर 15 किलोमिटर रहेछ। तेर्सेबाट फेरि हामी उपरदाङ गढी फर्कँदैको अवस्था हेर्दा हामी रेसोर्टबाट तेर्से हुँदै फर्क्यौँ र अहिले पुनः फेरि उपरदानगढी आइपुगेका छौँ। माथिको सिँढी देख्नुहुन्छ, त्यहाँबाट चाहिँ माथि राजदरबार शाह राजाहरूको दरबार उपरदानगढी दरबार गइन्छ भने हामी तल ओह्रालो लागेका छौँ। हामी अब घरतर्फ नारायणघाटतर्फ ओह्रालो लाग्यौँ र ओह्रालो बाटो निकै ओह्रालो छ। भिडियोमा चाहिँ त्यति उकालो ओह्रालो त्यति देखिँदैन, त्यस्तो धेरै ओह्रालो जस्तो लाग्दैन, तर धेरै नै ओह्रालो छ यहाँ। अब केही छिन चाहिँ ओह्रालो बाटो पिच छ भने अब केही समयपछि यो पिच बाटो सकिनेछ र अफरोडमा हामी जानेछौँ। बाटोमा यति मात्रै अफरोड छ है। त्यहाँबाट चाहिँ उपरदानगढी जाने बाटो यो पनि नराम्रो छैन। अफरोड पनि अफरोड भए पनि अहिले सम्बन्धी छ, खाल्टाखुल्टी छैन। अहिले पानी नपरुन्जेललाई एकदम राम्रो हो यो बाटो। खाल्टाखुल्टी छैन, जस पिच छैन, त्यही मात्रै। ओह्रालो उकालो चाहिँ अलिकति खत्रै छ है। फेरि यहाँ चाहिँ ओह्रालो चाहिँ फेरि यहाँ चाहिँ अलिकति जाँदा ओह्रालो आउँदा उकालो। राम्रो त होइन, तर यो ओह्रालो लास्टै ओह्रालो यो चाहिँ ढलान गर्नु पर्ने होला क्या। खिच्दाखेरि चाहिँ यो बाटो चाहिँ यहाँनिर चाहिँ खत्रै रहेछ यार। बोट बढी आयो क्या त्यहाँ सुल्तान जोशीले। यता यो पहाड ढुङ्गा- यता यता बाटो उपरदानगढी जाने बाटो। यहाँ ढुङ्गा पनि झरिरहेछ अलिअलि, खासै नराम्रो छैन बाटो। सधैँ हिँडिरहेको छ मेरो गाडी पनि, 4 व्हिल होइन, त्यही भए पनि हिँडिरहेको छ सजिलै। 2 व्हिलमा पनि आउँछ है गाइज। हो गाइज, हो गुड गुड। लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु होला। के भन्छ कि मेरो सधैँ बाबाको युट्युब च्यानल होइन, हजुरहरूले सधैँ हेर्नुहुन्छ, फलो पनि गर्नुहुन्छ, त्यही माथि सब्स्क्राइब गर्नुहुन्न क्या फेरि। ओके गुड गुड गुड। एउटा कुरा सब्स्क्राइब पनि चाहिँ गर्नुपर्छ क्या हजुरहरूले, गर्नुपर्छ। अनि युट्युब च्यानलमा अनि बाबाहरूले गिफ्ट हालिदिनुहुन्छ क्या फेरि। त्यहाँ मोनिटाइज हुन्छ होइन। अनि मोनिटाइज भने पैसा आउँछ, पैसा आयो भने फेरि यहाँ अर्को भिडियो राम्रो भिडियो ड्रोन किनेर हामी पुरा एकदम वर्ल्ड वाइड रूपमा भिडियो बनाउँछौँ। 15-20 जना चाहिँ मान्छे राखेर होइन। अनि ओके अनि हामीले पैसा पनि पाउन सक्छौँ है। अनि 3 करोड सब्स्क्राइबर हुनुपर्छ त्यही बेलासम्म। अनि 3 लाख पनि हुन्छ। राखेर ट्याक्कै त्यसलाई हामीले गर्न सक्छौँ। यहाँ पछाडि यहाँ सबैजनालाई देखाइदिनु त दाइ। ल के छ यिनीहरूलाई सोध त क्वेसन त। ल कस्तो लाग्यो उपरदानगढी? ल यो बाटो खिचिदिनु त एकचोटि। बाटो यस्तो छ है, बाटो यो यति हो अफरोड। ल अब चाहिँ पुरा पिच रोड छ है यहाँबाट चाहिँ। यहाँसम्म यो घुम्ती कटेपछि पिच रोड सुरु हुन्छ। यो घुम्ती यहाँ पिच रोडसम्म चाहिँ तपाईँले देखाइदिनु। यहाँ उताको डाँडा हेर्नु न कति खतरा। बस यहाँबाट अफरोड समाप्त, यहाँबाट पिच रोड सुरु। अब हामी यसरी यो पिचै जान्छौँ यसरी है। ल पिच रोड सुरु भयो। पिच रोड सुरु भयो, देख्न सक्नुहुन्छ यहाँहरूले। शक्तिखोर 9 किलोमिटर अब यहाँबाट।